ल सबैजनालाई फेरि पनि नमस्कार अनि गुड आफ्टरनुन है साथीहरू। त्यो चाहिँ सबैजना सन्चै आरामै हुन्छ होला। आज चाहिँ असारको 10 गते अनि हामी चाहिँ यसो घुमघाम गरौँ भनेर चाहिँ हामी चाहिँ यता जर्मनी नगरपालिकामा रहेको माइको स्थान मन्दिरमा आइसकेको अवस्था छ। माइको थानको मन्दिर भन्दा हामीले एकदम चिन्ने गर्दछौँ। हामी चाहिँ माइको थानको मन्दिरमा आइसकेको अवस्था छ। माइको थानको मन्दिरमा आउँदाखेरि तपाईँहरूले चाहिँ गुनास कपडा देख्नुहुन्छ सर र पुराना गुनास कपडाहरू अनि त्यो बाँस कपडाहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो चाहिँ मन्दिर भयो, यो चाहिँ हाम्रो मन्दिर भयो। यहाँ चाहिँ पण्डितहरूले बसेर पाठ पूजा गर्ने चाहिँ त्यो छ। हाम्रो मन्दिरमा आइसकेको अवस्था छ। यस मन्दिरमा चाहिँ विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पाठ पूजा गर्न आउनुहुन्छ। हामी चाहिँ पाठ पूजा भन्दा पनि हामी चाहिँ आफै दर्शन गरौँ भनेर चाहिँ हामी आइसकेको अवस्था छ। र पुच्चीले पनि घन्टी बजाउँदैछ। ओइ भएन उल्टो घुमे त दानी घुम्ने हो क्या। थन्ता भगवती मन्दिर भने चाहिँ हामीलाई के भनेर चिन्छ भन्दाखेरि माइको थानको मन्दिर भनेर चिन्छौँ र मोस्ट पपुलर नेमै त्यही हो। अनि चाहिँ पुजारी चाहिँ दिनदिनै आउनुहुन्छ, डेली बेसिसमै आउनुहुन्छ होइन। उहाँले चाहिँ आउने दिनदिनै पूजाआजा गर्ने, पानी फेर्ने यताउति गर्नुहुन्छ। अनि यसको यो थन्ताबी माईमा चाहिँ स्पेसल्ली मङ्गलबार है, मङ्गलबारमा चाहिँ पुजारी आउनुहुन्छ है। मङ्गलबारमा चाहिँ स्पेसल पूजा हुन्छ है। अलिपछि चाहिँ यो दसैँको त्यसमा पनि पूजा हुन्छ। अनि त्यो चाहिँ दसैँको दुर्गामा पनि पूजा हुन्छ। यस्तै छ माओली। यो चाहिँ बाँसको बुट्टा तपाईँले देख्न सक्नुहुन्छ। यो त बाँस भनेर पनि यहाँ नामाकरण गरिएको अवस्था छ। यो चाहिँ काफलको बुट्टा। यसपालि चाहिँ यसमा डेन्जरै काफल फलेको थियो। हामी चाहिँ काफल खान आउँदाखेरि यो बुट्टामा चाहिँ चढेर काफल खाएको पनि अवस्था थियो। यस्तै छ है। तपाईँहरू पनि यदि पूजा गर्न आउँदै हुनुहुन्छ भने थन्थाबी माईमा तपाईँहरू चाहिँ स्पेसली मङ्गलबार आउँदै आउनुहुन्छ। मङ्गलबार आउनुभयो भने तपाईँहरू पुजारीसँगै आफै पूजा गर्न सक्नुहुन्छ। अनि चाहिँ माइको थानको मन्दिर पनि अलिक व्यवस्थित भइसक्यो यसपालि चाहिँ। किन भन्दाखेरि ठुल्ठुला योजनाहरू पनि परेका छन् प्रदेश सरकारबाट। अनि चाहिँ केन्द्रगत योजना आउनु प्रायः चाहिँ प्रदेश सरकारबाट योजना आउँछन् होइन। अब यसो एकचोटि चाहिँ यसलाई आएको नेक्स्ट टाइम चाहिँ के छ भन्दा यसलाई रेलिङ हाल्ने राम्रो बनाउनु छ। अनि यसपालिको योजना थियो यी खास। यो चाहिँ जर्मनी नगरपालिका 4 सर्कलमा पर्छ। यो चाहिँ खास चाहिँ ब्याथलाबाट एकदम नजिकै पर्छ है। पुरानो मन्दिर यो चाहिँ। यहाँ चाहिँ यस्तो छ त्यो गर्ने कुरा। यहाँ पालेर धुप यहाँ गर्छन्, काट मार्छ। यहाँ हुन्छ यहाँ चाहिँ यहाँ राख्ने बोका काट्ने च्याट्ट पारेर यहाँ चाहिँ बोका काटिन्छ। बोका काटेपछि त्यहाँलाई सातेर बोका यसै यस्तरी चाहिँ डुब्राइन्छ है। त्यो परिवार परिवारको पनि यहाँ बलिदान हुन्छ है। बलिदिन्छ परिवारको पनि। परिवार चाहिँ प्रायः चाहिँ उडाउने कार्यक्रम हुन्छ भने यहाँ चाहिँ कहिले कसैलाई हुन्छ नि त, काट्नु भन्नेले काट्छ नै। अनि प्रायः परिवार चाहिँ आजभोलि उडाउने परम्परा है चाहिँ मन्दिर यस्तो छ। तपाईँहरू देख्न सक्नुहुन्छ मन्दिरमा चाहिँ यस्तो छ खासै। थाल छ, घन्टीहरू यस्तो छ। के देख्नुभयो कमेन्ट गर्नुहोस्। अहिले माइको थानको मन्दिर भनेपछि यो चाहिँ यस जमाना होइन। ढुङ्गा कस्तो राम्रोसँग कुदेर चाहिँ लगाइएको छ होइन। यो पनि हुन्छ होइन। कति राम्रो छ सबै। यो चाहिँ छाइएको चाहिँ सबै तामाको पत्ता हो। तामाको पत्ताबाट चाहिँ छाइएको अवस्था छ। मरमसमार भनेर पनि राम्रै पैसा पर्छ यसमा चाहिँ मैले बुझाइमा है। ठाउँमा पनि यस्तो राम्रो छ हेर्नु। ठाउँमा बस्ने ठाउँहरू छ। घन्टीहरू तपाईँहरू पनि घन्टी रहेछ। पैसा रङ्ग गर्नुहुन्छ, दान गर्न चाहनुहुन्छ घन्टी भन्दाखेरि टक्कै यस्तो फ्रेम गराउने
लिएर टक्क घन्टिराख्न सक्नुहुन्छ है। तपाईँहरूलाई यसो धर्म कर्ममा विश्वास छ भने होइन, र सबैजनाको जय होस्। अझ हामी त स्टिल थन्थापे माईमै छौँ होइन। थन्थापे माईबाट तपाईँहरूले पारी सिस्टिदिन सक्नुहुन्छ। यता चाहिँ चितीसँगै जैदी देख्न सक्नुहुन्छ। जैदीबाट त राइट ह्यान्ड साइड जानुभयो भने तपाईँ चाहिँ लेफ्ट ह्यान्ड साइड जानुभयो भने तपाईँ सर्कुवा देख्न सक्नुहुन्छ। जमिनी चाहिँ सर्कुवा देख्न सक्नुहुन्छ है। यो खास चाहिँ यसको चाहिँ जमिन नगरपालिका 4 सर्कुवामा पर्छ। तर जमिन 10 नजिकैको सबभन्दा सहज चाहिँ जमिन 10 ब्यार्थलाबाट चाहिँ यहाँ चाहिँ एकदम सहज हुन्छ है। पारी चाहिँ हाम्रो यता कोटा भन्छ। कोटाको पनि पूजा हुन्छ समयमा। यस्तो छ माहौल। आज चाहिँ घाम लाग्ने होला, मौसम चाहिँ हल्का क्लियरै छ। मलाई यस्तो चाहिँ म चाहिँ मोबाइल भ्लगिङ गरेर आएको छैन। आज चाहिँ किन 360 क्यामेराबाटै भिडियो बनाऊँ भनेर म चाहिँ एउटा बनाएको अवस्था छ। म चाहिँ अब एउटा थम्बनेल पनि खिच्नु पऱ्यो नि त होइन। आइसकेपछि भिडियो बनाइसकेपछि थम्बनेल पनि चाहियो नि त एउटा। टक्क माइकेथनको मन्दिरको त्यो चाहियो, थम्बनेल चाहियो एउटा चाहिँ। फोटो चाहिँ खिच्नुपर्छ आइसकेपछि। किन भन्दाखेरि भाइ हाम्रो मसँग फोटो नै गइरहेको अवस्था छ। 1 2 3 मैले वाइड एङ्गल लिन्छु। अझ वाइड एङ्गल राम्रो हुन्छ फोटो चाहिँ। 1 ल 1 2 3 ल साथीहरू, म चाहिँ अहिले भिडियोको अन्तमा आइसकेको अवस्था छ। हामी चाहिँ आयो यहाँ चाहिँ हल्का दर्शन गरिदियो। अब केही समय चाहिँ फर्कन्छ यस्तै छ माहौल ल। अनि तपाईँहरू चाहिँ यसरी नयाँ हुन्छ कृपया हामीलाई सब्सक्राइब गर्न नभुल्नु भन्दै म चाहिँ अहिलेको एपिसोडबाट बिदा हुन चाहन्छु थियो। अर्को भिडियोमा हामी चाहिँ पुनः भेट्नेछौँ भन्दै अहिले यस्तो नमस्कार।